सौन्दर्य व्यक्तित्व, स्पष्ट वक्ता, कन्फिडेन्ट लेडी, अक्सफोर्ड डिग्री होल्डर, रत्नकारलाई वाल्मीकि बनाउन खोज्ने पात्र, बौद्धिक नेता हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीको सचेतक बनेकी खुशबु ओली, ग्ल्यामरको संसारदेखि समाजसेवा, विवादास्पद प्रेम कथा हुँदै राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेकी बहुआयामिक अनुभवले बनेकी एक जटिल तर रोचक पात्र र आज प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा उठाइरहेकी हुन्। केही समयपछि उनले मिडियामा भनेकी थिइन्, संसारमा ठुला ठुला घटना महिलाकै कारणले गर्दा भएका छन् र चरीको मृत्यु पनि मेरो कारणले नै भयो। दुई हजार 71 साउन 21 गते काठमाडौँ र धादिङको सिमाना भीमढुङ्गामा गोली चल्छ। मोस्ट वान्टेड गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरी प्रहरी इन्काउन्टरमा मारिएको खबर आउँछ। तर माननीय ज्यू भने लभ रिभेन्ज भन्दै सबैको अगाडि कराउँदै थिइन्। सबैभन्दा ठुलो कुरा भनेको चाहिँ दिनेशसँगको मेरो रिलेसनसिप, मेरो पारिवारिक रिलेसनसिपले गर्दाखेरि चाहिँ डाहामा कुमुद इन्सपेक्टर र अर्पण कोइरालाको एकदमै मेजर प्लानिङ हो यो। किनभने पहिल्यैदेखि म जति पनि करोड पैसा खर्च गर्छु, 50 लाख खर्च गर्छु, जे गर्छु, जसरी हुन्छ म दिनेश अधिकारीलाई मार्छु भन्ने उनीहरूको इन्टेन्सन त्यति मात्रै। उनी यति बेला मोडल थिइन्। कुनै बेला चर्चित डनको लागि रुवाबासी गर्ने तिनै मोडल आज सांसद छिन्। उनका अनुसार चरी डन भएकै कारणले मारिएका थिएनन्। अर्पण शर्मा नामक एक व्यक्तिले खुशबुलाई माया गर्थे, त्यसैले चरीलाई इन्काउन्टर गर्न पुगे। सन् 2006 मा कक्षा 11 मा पढ्दै गर्दा खुशबु मिस टिन बनेकी थिइन्। मिलेको शरीर, कन्फिडेन्ट स्पिकिङ स्किलले गर्दा उनी पत्रिकाहरूमा पनि राम्रैसँग छाएकी थिइन्। मिस्टिन भइसकेपछि खुशबु समाज सेवामा लागिन्। लागु औषधको लतमा लागेकालाई उद्धार गर्ने, सडक मानवलाई उद्धार गर्नेतिर लागिन्। यही सिलसिलामा लागु औषधमा परेका अर्पण शर्मासँग खुशबुको भेट भयो र दुईजना मिलेर सामाजिक कामको लागि आश्रम चलाउन थाले। त्यसको केही समयपछि खुशबु पढाइको लागि लन्डन पुगिन्। केही समयमा अर्पण पनि लन्डन पुगे। उनीहरू 3 वर्ष जति सँगै बसे र पढाइ सकिएपछि नेपाल फर्किए। नेपाल फर्किएपछि अर्पण फेरि लागु औषधमै फसे, जसले गर्दा उनीहरूको सम्बन्ध ब्रेकअपमा टुङ्गियो। अर्पणसँग ब्रेकअप हुनुभन्दा अघि नै खुशबुको जीवनमा चरी घुसिसकेका थिए, किनभने अर्पणले नै चरीलाई खुशबुसँग चिनाएका थिए। खुशबुलाई भाउजू भन्ने चरी कल्पना भन्दा पनि बाहिर गएर खुशबुसँग प्रेममा परे। त्यसपछि उनीहरूको भेटघाट बाक्लिँदै गयो। चरीको एमालेसँगको राजनीतिक कनेक्सनले गर्दा उनको जेल आउने जाने सहजै हुन्थ्यो। उनी धादिङ क्षेत्र नम्बर 1 का एमालेका उपाध्यक्ष पनि थिए। राधे भण्डारी भन्ने गुण्डासँगको खुकुरी हानाहानपछि चरी भागेर इन्डिया पुगे। खुशबुले भागेर समस्या समाधान हुँदैन भनेपछि उनी आत्मसमर्पण गर्न नेपाल आएका थिए। तर त्यही मौका पारेर प्रहरीले साउन 21 गते इन्काउन्टरमा चरीको हत्या गरिदियो। खुशबुका अनुसार उनी चरीलाई यो सबै दुनियाँदेखि बाहिर निकाल्न चाहन्थिन्। एउटा नमुना जोडी र उदाहरण बनाउन चाहन्थिन् खुशबु। केही समयपछि उनले मिडियामा भनेकी थिइन्, संसारमा ठुला ठुला घटना महिलाकै कारणले गर्दा भएका छन् र चरीको मृत्यु पनि मेरो कारणले नै भयो। किनभने उनको अनुसार यो डनको इन्काउन्टर थिएन, लभ रिभेन्ज थियो। उनलाई मन पराउनेहरूले चरीको इन्काउन्टर गरेका थिए। 2072 को फागुनमा खुशबुले सन्तोष कार्की नामक व्यक्तिसँग विवाह गरिन्। उक्त विवाहमा केपी ओली पनि सहभागी भएका थिए। एमालेसँग निकट भए पनि खुशबुले एमालेदेखि राजनीति भने गरिनन्। 2079 मा राप्रपामा छिरेकी उनी टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिइन्। तर पुनः राप्रपादेखि खस आर्यतर्फ समानुपातिक सांसद हुँदै उनले संस्कृतिमा शपथ लिइन्। 2082 मा समानुपातिक हुँदै संसदमा छिरेकी उनी गुण्डाको गर्लफ्रेन्ड हुँदै बौद्धिक नेत्री भन्न सकिने गरी आवाज उठाइरहेकी थिइन्। लागु पत्तार दुर्व्यसनमा फसेको व्यक्तिको संसार उनले जति कसैले पनि बुझेको छैन। आउने दिनमा यस विषय सम्बन्धी पनि संसदमा आवाज सुन्न पाइन्छ।